नमस्ते, म बोमबहादुर गुरुङ गोर्खा जिल्लाबाट। म चाहिँ अहिले हजुरहरूको लागि एकदम महत्त्वपूर्ण जडीबुटीको बारेमा बताउँदैछु। हाम्रो यो भन्नुपर्दाखेरि जडीबुटी चाहिँ खास गरी यो यस्तो रहेछ, माथि फुल हेऱ्यो भने हाम्रो नेपालीको ढुङ्ग्रे तिल जस्तो लागिन्छ। चाहे यो ढुङ्ग्रे तिल चाहिँ होइन, तर यो हाम्रो जङ्गली जडीबुटीमा जस्तो कि मान्छेलाई सुगर हुने, साथै मान्छेलाई दमको बिमार हुने, त्यस्तो मान्छेलाई खाने रहेछ। यो खानेको दबाई हो। यो चाहिँ माथि हेर्दा यस्तो देख्छ भने तल जरामा चाहिँ यस्तो लसुन जस्तो हुँदो रहेछ। यी लसुन जस्तो चाहिँ हामीले यसलाई सुकाइसकेपछि चाहिँ सानो पिस गरेर दुधमा मिसाएर बिहानै खाली पेटमा खायो भने यसले चाहिँ मान्छेको दमको बिमारहरू ठिक हुँदो रहेछ। यसै गर्दै म चाहिँ अरू ठाउँ पनि देखाउँदैछु। यस्तो मैले यहाँ पनि एउटा खनेको छु, एउटा बिरुवा। यसको यो पनि जरामा त्यस्तै छ। यो अहिले यसको लगभग यो पाउने इलाका चाहिँ लगभग अहिले म 13,781 फिटमा छु। त्यति हाइटमा चाहिँ पाइन्छ यो। खास गरी यिनीहरू हजुरहरूको गाउँतिर पनि छ भनेदेखि यस्तो चिज चाहिँ बहुमूल्य दबाई रहेछ। यो यतातिर चाहिँ सायद इन्डियातिर यो बहुत महँगो छ। यो 1 किलो सुकेको 1 किलोलाई 23,000 देखि 25,000 रुपियाँ किलो बेच्दो रहेछ यिनीहरूले, 25,000 आइसीमा। त्यही भएर हजुरले पनि यो काहीँ गाउँतिर छ भने खोजेर हजुर पनि यसो बिक्री पनि बेच्न पनि सकिन्छ। यति भन्दै म चाहिँ अहिले बिदा लिन चाहन्छु। थ्याङ्क यू, धन्यवाद।